मैले एक निन्द्रा पुऱ्याएर उठेको है अब 4 बजिसक्यो। अब म झर्छु तलतिर हैन, ढिलो गर्नु हुँदैन। तर जस तपाईँ प्रकृतिमा आएर चाहिँ हैन यसरी मस्त सुतेर अनि आफूलाई फिल गर्नुस् के। अनि तपाईको मनलाई हेर्नुस् हैन, त्यहाँ दुःख आइरहेको हुनसक्छ, सुख आइरहेको हुनसक्छ, जे आइरहेको छ त्यसलाई स्वीकार गरेर हेर्यो भने चाहिँ एउटा खालको तपाईको चाहिँ हाम्रो भागिरहेको मनलाई चाहिँ हेर्नुस्। तर अब यस्तो प्रकृतिमा आएर हेर्न एकदम सजिलो हुँदो रहेछ हैन। मैले त्यो हेर्ने प्रयास गरेँ। जे आइरहेछ आउन दिनुस् हैन। अब तपाईलाई त्यसलाई आएर जे आएको छ हैन, खुसी आएको छ, दुःख आएको छ हैन, आनन्द आएको छ अथवा निराशा आएको छ, त्यसलाई स्वीकार गर्नुस् र त्यसलाई हेर्नुस्। अनि त्यसमा रियाक्ट नगर्ने के, टक्कै हेर्ने। जस्तै म दुखी छु भने चाहिँ अब त्यो म उदास छु भने त्यो उदासीलाई हेर्ने के, स्वीकार गर्ने, थाहा पाउने म उदास छु भन्ने थाहा पाउने र त्यसलाई हेर्दै 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 जाने हैन। त्यसलाई नै हो ध्यान भनेको, त्यही हो। जे छ त्यसलाई हेर्नु।